ल है साथीहरू, अब शिक्षा सेवा आयोग तयारी गरेर बसिरहनुभएका निमावि तह दिनुपर्ने र प्राविधिक सहायक शिक्षा अधिकृत तयारीमा जुट्नुभएका साथीहरूको लागि अब शिक्षा ऐन 2028 संशोधन भएको छ। यस संशोधन कोलाई थाहा छ थाहा छैन त्यसको बारेमा केही तपाईँ हामी मिलेर छलफल गरौँ है। 2083 सालको शिक्षा ऐन संशोधित भएर केही थप व्यवस्था थपिएको छ, कुनै व्यवस्था हटाइएको छ। 2028 को प्रस्तावना 1 मा रहेको विद्यालय भन्ने शब्दको सट्टा विद्यालय र शैक्षिक संस्थाहरूको भन्ने शब्दहरू राखिएका छन्। दफा 2 को खण्ड ट पछि ट 1 थपिएको छ। यस के थपिएको छ भन्दा शैक्षिक कार्यक्रम भन्नाले शैक्षिक परामर्श सेवा, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोष सञ्चालन गर्ने शैक्षिक कार्यक्रम सम्झनु पर्दछ भन्ने थपिएको छ। दफा 4 को क को उपदफा 4 र 5 झिकिएको छ, जहाँ उपदफा 4 मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा मनोनित सदस्यको पदावधि 4 वर्षको हुने व्यवस्था थियो। उपदफा 5(4) मा जेसुकै कुरा लेखेको भए तापनि बोर्डको अध्यक्ष वा मनोनित सदस्यले आफ्नो पदावधि जिम्मेवारी इमानदारीपूर्वक पूरा नगरेको भनी तोकिए बमोजिमको समितिको सिफारिसमा अध्यक्षको हकमा नेपाल सरकार र सदस्यको हकमा मन्त्रालय निजलाई जुनसुकै बखत हटाउन सकिनेछ भनेर व्यवस्था गरिएको छ। तर यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौकाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था थियो। दफा 7 को उपदफा 2 को खण्ड झ र अ झिकिएको छ, जहाँ राष्ट्रिय शिक्षा परिषद, नेपाल प्राध्यापक सङ्घ र नेपाल शिक्षक महासङ्घको प्रतिनिधित्व रहने व्यवस्था थियो, त्यो पनि हटेको छ। दफा 11 को उपदफा 2 को खण्ड झ झिकिएको छ, जहाँ जिल्ला शिक्षा समितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष सदस्य रहने प्रावधान थियो। त्यसै दफा 11 ख को उपदफा 4 झिकिएको छ। अबबाट जिल्ला शिक्षा समितिमा शिक्षक महासङ्घको अध्यक्ष चाहिँ सदस्य रहने व्यवस्था हटेको छ। शिक्षक सेवा आयोगका सदस्यहरूको पदावधि पुनः नियुक्ति हुने व्यवस्था थियो, त्यो पनि खारेज गरिएको छ। दफा 11 घ को उपदफा 2 झिकिएको छ। दफा 12 को उपदफा 1 को खण्ड ग झिकिएको छ। यसमा मनोनित गरिएको सदस्य विद्यालयको संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षा प्रेमी, विद्यालयलाई निरन्तर 10 वर्षदेखि सहयोग गर्ने, विद्यालयलाई 10 लाख वा सोभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको 1 जना महिलासहित 2 जना सदस्यको व्यवस्था थियो, त्यो हटिएको छ। अब विद्यालय व्यवस्थापन समितिमा कतिजना सदस्य हुन्छन् भनेर सोध्यो भने 7 जना भनेर उल्लेख गर्नुपर्ने देखिन्छ। दफा 19 को उपदफा 2 को खण्ड र पछि खण्ड 21 विदेशी शैक्षिक कार्यक्रम र शिक्षण कोष सञ्चालन सम्बन्धी थप भएको छ। अब यो बुझ्नुभयो कि बुझ्नु भएन? केही प्रतिक्रियाहरू दिनुहोला। हस्त, धन्यवाद।